छोरालाई भन्थे नहोस् मैले कसरी पढा छोरो हेर्नु जसरी भए पनि रिए हुनु पऱ्यो मेरो छोरो रिए हुनु पऱ्यो जसरी भए पनि रिए नहुँदासम्म म त जाँदै जान्छु काठमाडौँबाट अब आज भेट्न ल्याउँ औषधि लगेर चाम्दामा दिएँ मेरो छोरालाई औषधि पनि दिन पाएको छैन मैले दिन पाउन भनेर त्यस्तो भइरहेछ सर तपाईँको अस्ति एउटा न्युज आएको थियो नि तपाईँको के अरे 24 गतेको जसलाई पक्रेको छ त्यो सबैलाई छोड्ने भनेर छोड्ने भनेर रिए भनेर हाल्यो नि त्यो न्युज पनि गलत हालेर छ के सर गलत न्युज रहेछ गलत नहाल्नु पर्यो अनि तपाईँको त जेएनजीको नेतृत्व गर्नेहरू सबैजनाले नै होइन हामी सफल भयौँ सरकारले चाहिँ 24 गते पक्रेको सबैलाई छोड्ने भन्ने खालको कुरा गरेको थियो छैन सर त्यो निक्सेको छैन कहाँबाट छोड्ने भनेपछि त्यो जेएनजी सरकारले पनि जेएनजीको नेतृत्व गर्नेहरू सबैजनाले झुटो बोलेको रहेछन् भ्रम फैलाएको रहेछन् होइन अब सर छोड्ने मात्रै अब त्यो भरम फैलाएको कि के हो मलाई थाहा भएन त्यो न्युज मैले सुनिराखेँ होइन छोड्यो भनेर सुनिरहेको पनि छोडेको छैन मेरो बाबु किन छ त भित्र नछोडेर अहिलेसम्म किन बन्दी उहीमा किन राखिराखेको छ पक्रिन चाहिँ कहिले पक्रेको मेरो छोरालाई 12 गते 3 महिना भयो 3 महिना भइसक्यो भोलि दसैँ आजको दिन पक्रियो तपाईँले काठमाडौँमै पक्रियो हो कि गाउँमा पक्रियो मेरो छोरालाई काठमाडौँ होइन त्यहाँ लम्कीदेखि पक्रियो उहाँ पक्रेर उहाँबाट यहाँ काठमाडौँ ल्यायो होइन अनि तपाईँलाई अहिलेसम्म एकचोटि पनि भेट्न त्यहाँ छैन म आएँ 15-16 दिन आएँ हिरा यहाँमा राखेको छु त्यसलाई हजुर अनि यहाँ उ गरे नाइ यो हुँदैन यताउता भैँसी बाख्रा पालिदिन छोरालाई पढायौँ लेखायौँ कहिले दिनका लागि हो जेलमा हालेको मेरो छोरालाई मेरा छोरालाई टेकुमा लिए रे घरबाट छोपी ल्याए 10 कागीलाई दिने घरबाट आफ्नो उहीमा राख्यो आफ्नो उहीमा आन्दोलन गर्छ यसकी आमा अब यहाँ जलाउँछ भनेर सिधै धनगढी लियो धनगढीबाट टेकुमा लिएर मेरो छोरा जसरी भए पनि जो सरकार आए पनि मेरो छोरालाई रिहे गर्नु पर्यो उनीहरूले चुनाव गर्नुभन्दा अगाडि हाम्रो छोरालाई रिहे गर्न पाउनु पर्यो होइन भने चाहिँ हामी पनि चुनाव हुनु दिन्न महिला पनि हामी रोडमा सडकमा उफ्रिन्छौँ हामीलाई त त्यही छ हामीले यत्रो घटना हुँदाखेरि त्यसबाट गोली हान्दाखेरि हामी पनि आँसी बन्चरा ल्याएर आउँ भनेर लम्कीमा हामी पनि एक आँसी बन्चरा ल्याएर आउँ भनेर हामी पनि भट्याएको महिलाहरू तिनीहरूले यसरी गर्न पाउँछन् भनेपछि नि अब जसरी हुन्छ मेरो छोरा 19 वर्ष अब 19 वर्ष हैन 19 वर्ष अनुपम भण्डारी अनि तपाईँ अहिले घरबाट आउनुभयो म घरबाटै आएँ अहिले घरबाट आएँ म भेट्न पाउनु भएको छ कि छैन भेट्न पाएको छैन भने मेरो छोरालाई भेट्न पाइदिएँ भेट्न दिएछ मेरो एक्लै छोरो मैले ऋण गाडी सबु गाडीकन मेरो बुढा साउदीमा कमाइकन त्यसरी पढाएको छोरो मैले घाँस दौडा गरिकन मेरो छोराले बिहे गर्नु पर्यो यो कुरा सरकारले पनि सुनिदिनु पर्यो सबैले सुनिदिनु पर्यो मेरो छोराले मैले दसैँको टिका पनि लानु पाएको छैन एउटा दिवाली कसरीको दसैँका मुखमा मेरो छोरा सुमातेर ल्याउनु भएको छ जसरी यिनीहरूले चुनाव गर्न लागेको छ त्यसरी मेरो छोरालाई बाहिर निकाल्नु पर्यो पुरुक्क पाडिकन बन्दी किन राखेको छ मेरो छोरा लास्टसम्म बन्दी जसरी पनि ल्याउनु पर्यो अब त्यही हो मेरो भनाइ मलाई जसरी पनि मलाई बस्ने हेर्नु मैले अर्काको कति बस्ने कहाँ बस्ने मैले महिलाले होटल लाग्यो पैका गएर बस्ने मलाई यहीँ परगाडी जाने पनि मलाई थाहा छैन यति पर्दाखेरि पनि कस्तो गरिरहेछन् मलाई भनेपछि अब त्यही गएर जसरी हुन्छ हजुरले सुनिदिनु पर्यो छोड्दै छोड्ने होइन म त मरि केवल लम्बीमा त म चुनाव हुनै दिन्न मलाई जति जे गरे हुनै दिन्न म मेरो ज्यान जानु पऱ्यो म रोडमा सडकमा आएर सुत्छु म चुनाव हुँदिन्न मेरो छोरालाई जसरी ल्याउनु पऱ्यो नाइ चुनाव त म मरि के हुँदिन्न बरु मेरो घर जग्गा बेचेर म आफू बिक्री हुनु चाहेर मेरो एउटा किडनी बेचेर म चुनाव हुँदिनै हुँदिनँ हामीले यिनका लागि यतिका लागि हामीले बेलुको दिनमा नाइ मलाई पनि थुन्न पऱ्यो मेरो बुढालाई मेरो एउटा छोरी छ एउटा छोरा मेरो छोरा छ 3टा छु 3टालाई मलाई हालिदिनु पऱ्यो जेलमा मलाई हाल्नु पऱ्यो कि त मलाई छातीमा गोली हाल्नु पऱ्यो होइन भने सरकारले सुन्दैन भनेपछि छातीमा गोली हानोस् मलाई केही छैन त्यो त्यस्तो मेरा बुढा ससुरा छोडेर म यहाँ पुगेको छु होइन मेरो घरमा कोही छैन मेरो नाबालक छोरालाई मेरो त्यसरी हालिदिने हो जेलमा होइन यिनीहरूले गोली हान्यो भने केबीलाई बेली यही लागि हामीले टिकट हालेका हौँ सबैले त्यो सुशीला कार्कीलाई केका लागि राखेको म यो सुशीला कार्कीले के भन्न चाहन्छु भने यी आमाको एउटा आँसु यदि साँच्चीकै तिमीले हेर्छौ भने उहाँको छोरालाई तत्काल आज भइगयो 3 महिना हुन लाग्यो 3 महिनामा त 4 महिना हुन लाग्यो अब कहिले हेर्ने हो एउटा बुझेन महिलाको व्यथा एउटा घर चलाउनका लागि त कत्रो गाह्रो हुन्छ भने हामी महिलालाई यत्रो देश सुशीला कार्की आफ्नो छोरालाई अमेरिका पठाएर जेलमा हाल्ने अर्का छोरालाई यस्तो गर्न पाउँछ अनि
हाम्रा छोरालाई जेल लिने आफ्नो छोरा अमेरिका पठाउने केका लागि यिनीहरू त्यतिका लागि जिताएर हामीले पठायौँ यहाँ चुनाव हुन चाहिँ दिनु चुनाव हुन दिन्न म मेरो ज्यान जान पऱ्यो पनि मसँग पनि छन् सबै छन् मलाई चुनाव हुनु दिन्न भनेर आउनु भने आज मलाई लग्नबाट सबै साथीहरूले सबैले भनेर म उस्तै दिने म मोतीपुरको चौकी पनि जलाइदिन्छु क्या सर मैले ज्यापो मात्रै मेरो छोरो जलाउँछ भनेर सब मान्छे जाँदाखेरि उता धनगढी गएर धनगढीबाट पिलिङमा ल्याएको मेरो छोरो टेकुमा ल्याएर कसरी पिटिया छ मेरो छोरालाई म त जान त कहिले भुल्ने छैन म यहीँ पनि सुत्न रात दिन बसेँ मैले रात दिन मिडियालाई हेरेर म मजाले बसिरहेको थिएँ म हुँदै बसिएको छु मेरो छोरालाई मैले नभेट्न पाएको छु नकेही छु मलाई भेट गराइदिनु पऱ्यो मेरो छोरो रिया गर्नु पऱ्यो सुशीला आमाले पनि जसरी हाम्रा छोरालाई हाल्यो त्यसरी निकाल्नबाट केका लागि राखेको पनि त्यहाँभित्र लिए अरे बुझ्नु परेन अलिकता ऊ अरे महिलाको व्यथा महिलालाई बुझ्नु पऱ्यो नि मेरो पनि एक्लै छोरा छ उनका छोरा विदेश अमेरिका फोहोरमा फाले पनि हुन्छ अब त्यस्तरी तानेर फाले पनि हुन्छ फोहोरमा हो कि भन्नु त महिला भेटेर हामी यस्तरी आमाको जनताका कुरा यदि बुझ्ने मान्छे भएको भए तिनले न्याय गर्थिन् नि जेन्जी भर्खर काकल कलाउँदा युवाहरूको भविष्य अन्धकार गृहमन्त्री ओम प्रकाश आर्यले के भन्नुभएको थियो हामीलाई भन्दाखेरिमा भाद्र 23 र 24 गतेका सम्पूर्ण बन्दीहरू सम्पूर्ण जेन्जी योद्धाहरू जतिले आन्दोलनमा सहभागी भएका थिए लडेका थिए जो त्यतिखेर प्रहरीको कारबाहीमा परेका सबैलाई बिना शर्त निशर्त सबैलाई रिहा गरिसकियो भनेर भन्नुभएको थियो आज त्यो बाहिर न्युजमा आइसकेको थियो तर एउटा कुरा चाहिँ आज उहाँ चाहिँ हेरेर बसिराख्नु भएको छ तपाईँले गर्नु पर्दैन सडकमा फन्डा मात्रै दिने हो त हामीले चाहिँ स्पष्ट भनिरहेका छौँ ओम प्रकाश अर्यालहरूले सुशीला कार्कीहरूले हाम्रा भाइ बहिनीहरू हाम्रा दाजुभाइहरूलाई निशर्त रिहाई गर्नुपर्छ होइन हामी अहिले ओम प्रकाश अर्याललाई हामी सडकबाटै चुनौती दिन खोजिरहेका थियौँ होइन अब हामी अगाडि बढ्न तयार छौँ अब ओम प्रकाश अर्याल र सुशीला कार्कीहरूलाई त्यो बालुवा टारबाट त्यो सिंहदरबारबाट घिसारेनौँ भने हामी युवाहरू होइनौँ होइन यो दुईजना हो यो दर्जनौँ सयौँ युवाहरू यहाँ छन् आज उहाँ जसरी कैलालीको लम्कीबाट भाद्र 23 र 24 गते यो देशका लागि लडेको एउटा युवा एउटा सपुतलाई यो सरकारले यो हाइज्याकर सरकारले लिएर हिरासतमा राखेर यतना दिइरहेको कुरा आइरहेको छ होइन त्यो 10 बुधे सम्झौता च्यात्ने मान्छे म यो देख्नु भएको छ त्यो बालुवा टारको अन्धकार रातमा 10 बुधे सम्झौता भइरहँदा यसको अर्थ छैन भनेर च्यातेर आउने पात्र मै हो त्यो भावना यो प्रश्न तपाईँले माथि गर्न पाउनुहुन्न र यो अहिले हाइज्याकर सरकार सुशीला कार्की कुरा सुन्नु हो 10 बुधे सम्झौता मैले च्यातेर आएको किन च्याते हो अर्को कुरा चाहिँ सुशीला कार्की र ओम प्रकाश अर्यालले हत्याराहरूलाई र यी भ्रष्टाचारीहरूलाई भित्र छुन पनि सकेको छैन तर देशका लागि लडेका हाम्रा भाइ बहिनीलाई अहिलेसम्म कुटपिट गरेर भित्र यातना दिइरहेका कुराहरू हामी रिहाईको पहल गरिरहेका छौँ अस्ति ओम प्रकाश अर्याल र सुशीला कार्कीले के भने भन्दाखेरिमा चाहिँ भाद्र 23 र 24 गतेका जेन्जी आन्दोलनका बन्दीहरूलाई निशर्त रूपमा रिहाई गर्ने र मुद्दा फिर्ता लिने भन्ने कुरा हुँदै पनि हो यो कुरा यसरी चाहिँ यो सरकारले झुक्क्याउने जेन्जीको भावनामाथि खेल्ने प्रयत्न गरिरहेको छ अब तपाईँले काम होइन के तपाईँले कुरा मात्रै होइन कि व्यवहारमा काम पनि गर्नु अब हामी एक्सन ओरिएन्टेड गइसकेका छौँ यो यसकै लागि हामी यहाँ माइतीघरमा छौँ अब केही घन्टा केही दिनमा जेन्जीले ओम प्रकाश अर्याल र सुशीला कार्कीलाई त्यो सिंहदरबारबाट त्यो बालुवाटारबाट घिसार्छ तपाईँहरूले घिसार्छौँ हामी घिसार्छौँ यस्तो के सुशीला कार्की अगाडि त्यो उधारो सम्झौता च्यात्न सक्ने च्यातेर मुखमा फाल्न सक्ने हिम्मत भएका हामीहरू सुशीला कार्की कुनै बाघ होइन कुनै केही होइन जसरी हामीले हामीले भाषण दिएका छौँ यो भनेको शान्तिपूर्ण र यो एउटा खबरदारी हो यो शान्तिपूर्ण हाम्रो आवाजलाई खबरदारीलाई केही दिनदेखि व्यवस्था गरिएको छ अझै गरिन्छ भने यो आक्रोश बालेनलाई भन्यौँ आज शहीदहरूको माग पुरा भएको छैन आज हाम्रा बन्दी साथीहरू रिहा भएका तपाईँ चुनाव होइन तपाईँ माइतीघरमा आउनुहोस् आन्दोलनलाई सहयोग गर्नुहोस् भनिरहँदा उहाँले के भन्नुभयो भन्दा उहाँले चाहिँ चुनावको विकल्प छैन भन्नुभयो हिजो
जेएनजी साथीहरूलाई तपाईँ चुनावमा जाने हो होइन हजुर चुनावमा आफै निर्वाचित भएर आएर यी सबै मागहरू सम्बोधन होइन गर्न मिल्दैन होइन यस्तो चुनाव आजको म्यान्डेट जेएनजी आन्दोलनको म्यान्डेट थियो विद्रोह किन भयो यो देशमा कुशासन थियो भ्रष्टाचार थियो केपी ओली शेर्पा देव खुदाको म्यान्डेट के हो अहिलेको म्यान्डेट भनेको पहिलो म्यान्डेट हत्यारालाई कारवाही हुनुपर्छ हाम्रा हत्याराहरू केपी ओली पनि हुन् रमेश लेखक पनि हुन् सिडिओहरू पनि हुन् प्रहरीहरू पनि हुन् कसरी केपी ओली सिडिओहरू हत्यारा होइन उनीहरूले माथिबाट आदेश दिए हाम्रा भाइ बहिनीमाथि गोली हान्न हाम्रा भाइ बहिनी शान्तिपूर्ण ढङ्गले मानिसहरूको रोडमा उभिरहँदाखेरिमा चाहिँ केपी ओली हत्यारा हो रमेश लेखक पनि हत्यारा हो त्यतिखेरको सिडिओ पनि हत्यारा हो र त्यतिखेर डिएसपीदेखि लिएर यो हामी यस्तो हामी जेएनजीहरू मात्रै भयो यस्तो निकायमा सम्बन्धित वकिलसँग पहल गरेर मलाई उहाँहरूलाई समन्वय गरेर निकाल्न पर्ने म अहिले भन्दै थिएँ बालेनहरूले हाम्रा भाइ बहिनीहरूलाई बन्द कोठाभित्र भएर आन्दोलन लड्न लगाए सडकमा आउन लगाए तर 3 महिना पछाडि बालेनहरू बन्द कोठा निस्केर आज चुनाव बनिरहेका छन् हामीले हिजो बालेनलाई त्यो ज्यागलमा गएर भेटेर भन्यौँ आज घाइतेहरू आज पीडितहरू आज जेएनजी आन्दोलनका बन्दीहरू सडकमा छन् उनीहरूको हेर्नुहोस् आज उहाँहरूको परिवार फ्यामिलीहरू सडकमा छ तपाईँले पहिला यो आन्दोलनलाई संस्थागत गर्नुहोस् निकास दिनु अनुमात्र चुनावमा भनिरहँदा तर उहाँले चाहिँ सुशीला कार्कीको भाषा बोल्नुभयो म बालेन शाहलाई माइतीघरबाट चुनौती दिन चाहन्छु हिजो केपी ओलीमाथि बर्सिएका लाठीहरू केपी ओलीको त्यो बालुवाटारमा गएका युवाहरू आज बालेनलाई घेर्न नपरोस् 3 महिना पछाडि तपाईँ चुनावको डिजाइन गरेर आउने सकिन्छ बालेनको हाम्रो आन्दोलनमा भाइ बहिनी धोका किन भेट्न यस्तो बालेनलाई हामीले के भनिराखेका थियौँ भन्दाखेरिमा यो जेएनजी आन्दोलनमा हिजोका दिनमा तपाईँले पनि हाम्रा भाइलाई आह्वान गर्नुभयो बालेनलाई हामी आन्दोलनमा छौँ जेएनजी आन्दोलन हजुरले भन्नुपर्ने उहाँलाई हामी आन्दोलनमा छौँ उहाँ हुन्थ्यो होला उहाँकोमा जानु भएन हामी जेएनजी आन्दोलनको उहाँले होइन हामी आफै गएका उहाँले बोलाउनु भएको हामी आफै गएका होइनौँ उहाँले नामै तोकेर ल हो हामीलाई उहाँले बोलाउनु भएको थियो बोलाइसकेपछि हामी गयौँ हामीले के भन्यो भन्दाखेरिमा जेएनजी आन्दोलनका माग पुरा भएका छैनन् जेएनजी आन्दोलनको म्यान्डेट चुनाव होइन निकास हो भ्रष्टाचारीलाई हत्यारालाई कारबाही हो संविधान संशोधन हो भनेर भनिराखेका थियो सुन्नुहोस् तपाईँ होइन मलाई उहाँको प्रश्न जवाब दिनुहोस् हो त्यो भए हुनाले चाहिँ अहिले चुनाव होइन पहिला निकास दिनुहोस् घाइतेलाई शहीदलाई न्याय दिनुहोस् भनिरहँदा उहाँले के भन्नुभयो भन्दाखेरिमा अहिलेको विकल्प चुनाव होइन चुनावमा जाउँ भन्नुभयो त्यसो भए मेरा भाइ बहिनीहरूले यो चुनावका लागि गोली खाएका होइनन् खबरदार जनताले प्रतिकार गर्छन् युवाले प्रतिकार गर्छन् यदि तिमीहरू चुनावमा जाने हो भने हिजो 78 जनालाई गोली हानेका थियौ अब 1 लाखलाई गोली हान्नुपर्छ अझै सोडारीहरूलाई गोली हान्नुपर्छ भनेको त्यसो भए तपाईँ बालेनहरूलाई घिसार्न तयार हो एउटा कुरा स्पष्ट रहोस् बालेनहरूले यो आन्दोलनलाई लत्याएर फेरि चुनावमा जाने प्रोपोगन्डा रणनीति गर्छन् भने बालेनलाई र सुशीला कार्कीले एकैचोटि घिसार्नु पर्ने दिन आउन सक्छ आइसकेको छ बालेनलाई त अमेरिकाको साथ छ नि त्यस्ता विदेशी दलालहरू अहिले लुसिफिरहरूले युवाहरूको त आक्रोश भाद्र 23 र 24 गते बालेनहरूले सम्झिउन् होइन यस्तो हामीलाई उहाँलाई भेटेर केही लिनु लैजानु छैन मात्र यति हो कि तपाईँले हिजो बन्द कोठाभित्र एउटा स्ट्याटस लेखेर र अर्को दिन यहाँ एम्बुलेन्स पठाएर तपाईँले भन्नु 78 जनाको 76 जनाको हत्या बालेनले पनि जिम्मा लिनुपर्छ यसको मुख्य मतियार बालेन नै हुन् यसको डिजाइनकर्ता आन्दोलनभित्र घुसपैठ म त के पनि भन्छु भन्दा आन्दोलनमा घुसपैठ हुनुमध्ये बालेन पनि एक पात्र हुन् बालेनहरूले आज यो मुद्दाबाट पन्छिएर चुनावमा जाने भन्ने कुरा त्यो बिल्कुल भन्न मिल्दैन यदि रिट हाल्नु भयो त त्यसो भए हाल्नु न अनि सर विषयमा लिएर त्यसरी पो हुन्छ एक्सन स्पिच हैन हाम्रा लयर साथीहरू हजुरको धेरै शब्दहरूले हुँदैन देश निर्माण हुँदैन एक्सनमा उत्रनु न जानु सर्वोच्च जानुस् केस हाल्नुस् रिट दायर गर्नुस् उसले उसकाको उसले परिचालन गरेको भन्नुस् किन यहाँ आएर हजुर त्यसरी माहौलहरु यो एउटा राजनैतिक विषय हो यो एउटा जेएनजी आन्दोलनको एउटा युवाहरूको विषय हो हामी के चाहन्छौँ भन्दाखेरिमा सबैको सर्वपक्षीय तरिकाले पहिला आन्दोलनलाई देशलाई निकास दिउँ त्यसपछि मात्र चुनाव दिउँ चुनावमा जाउँ तर शहीदको रगत घाइतेहरूको यो बलिदानलाई चाहिँ लत्याएर चुनावमा जान सकिँदैन जेएनजीले जनताले चुनाव चाहेको छैन आजका दिनमा र चुनावका लागि यो कुनै सामाजिक फेसबुक चलाउन नपाएर हामी चुनावमा आन्दोलनमा आएको होइन यो कुरा मानिँदैन बालेनहरूले रवि लामिछानेले के बुझुन् भन्दाखेरिमा जेएनजीका माग
यदि जेनजीहरू सडकमा छन्, घाइतेहरू सडकमा छन्, तपाईँहरू यदि साँच्चीकै देशका पक्षमा, जेनजीका पक्षमा, युवाका पक्षमा हुनुहुन्छ भने सडकमा आउनुहोस्। होइन भनेपछि यदि चुनावका नाममा त्यो डिजाइन हुन्छ भनेपछिमा चाहिँ हामीले प्रतिकार गर्छौँ, चुनाव हुन दिन्नौँ हामी। यदि मैले अघि भनेको छु, यदि चुनाव टार्गेट हो भनेपछिमा 1 लाख युवालाई गोली हान्नुपर्छ अनि मात्र चुनाव हुन्छ, नभए चुनाव 1 हुँदैन, 2 हुँदैन, 3 हुँदैन। यसमा कोही भ्रममा नरहनु होला भन्न चाहन्छु। हजुर अब फेरि बानी